यो होइन तपाईँहरू सेक्युरिटी गार्डदेखि लिएर अन्य फङ्सन जुनसुकै कामको लागि विदेश जानु पर्यो भने अफिसरी रूपमा यो प्रयोगमा ल्याएको हुन्छ है यो पोलिसी दिन्छ है अब यो फायर एक्सटिङ्ग्विसरको बारेमा कतिपय त यहाँ थाहा नै नहुने समय हुन्छ त्यस कारण तपाईँहरू के गर्नु पर्यो भने म छोटो समयमा कतिपय हाम्रो पुरानो हजारमाथि उहाँहरूले यो तालिम ट्रेनिङ गराएर आइसक्नु भएको छ र पनि उहाँहरूले उहाँहरू त आइपुग्नु पर्छ तपाईँहरूलाई त चासै छैन त है त्यो सबैको चासोको विषय हुनु पर्यो हो यो फायर एक्सटिङ्ग्विसरको प्रकारहरू अब कति हेर्दाखेरि तपाईँहरूले समग्रमा हेर्दाखेरि अब कुनै सानो कुनै ठुलो अहिले घट्ट हेर्दाखेरि तपाईँले कुन खालको देख्नु भएको छ कहाँ छ ध्यान हो मार्क्स बोल्ने है यो एउटा ठुलो चाहिँ हुन्छ 9 केजीको डिमान्डमा रहिरहेको है अर्को हुन्छ अलिक मोटोला साइजको हुन्छ त्यो 6 केजीको र सानो छ नि 4 केजीको है पाँच तपाईँहरूलाई दोहोरै भनिराखेको छ र तपाईँहरूले के सोच्नु पऱ्यो दिमागमा रहिदिनु 9 किलोको 6 किलोको र 4 केजीको दिएर आउँछ ल यो अब तपाईँको एउटा क्लासै जस्तो थियो क्लास हुन्छ क्लासतिर गर्नुपर्ने छ एउटै शासकीय तरिकाले यसमा बस्न सक्ने कोही छ ल चल सर चल फट ल अब फायर एक्सटिङ्ग्विसर यो विभिन्न प्रकारको हुन्छ त्यसमध्ये तपाईँहरूलाई अहिले यो साइजको बारेमा मैले भनिसकेको छु है एउटा हुन्छ वाटर फायर एक्सटिङ्ग्विसर भन्ने तपाईँहरूले नौलो लाग्छ यो चाहिँ वाटर फायर एक्सटिङ्ग्विसरको काम चाहिँ कपडामा आगो लागि भनेको अर्को हुन्छ फर्म एक्सटिङ्ग्विसर फर्म भनेको FROM होइन यो चाहिँ फर्म हुन्छ FROM हुन्छ फर्म हुन्छ FOM हुन्छ फर्म एक्सटिङ्ग्विसर भनेको फर्म एक्सटिङ्ग्विसरको काम चाहिँ कुनै पनि तरल पदार्थ तेल पेट्रोल डिजेल आग लाग्छ ल्याउन सकिन्छ हो अर्को थियो CO2 कार्बन एक्सटिङ्ग्विसर विद्युतमा आग लाग्यो सिधाइसकिन ल्याउन सर म सर भनिदिन्छु चिजहरू तपाईँहरूको फायर एक्सटिङ्ग्विसर आजबाट मेरो 1 महिना क्लास हुन्छ होइन मैले जङ्गी असल खाना आदि क्याम्प गरेको हो तपाईँहरूलाई आज अलिकति यो समय दिएर सिकाएको मात्रै हो तपाईँहरूलाई काहीँ केही आगो लाग्नु भने सेक्युरिटी भनेर बोलाउँछ डक्टरले सेक्युरिटी बोलाउँछ हो होइन यो निकाल्ने तिमीहरूले हो होइन सर्वप्रथम यो बेलायतबाट सुरु भएको 1833 मा बेलायतमा उत्पादन गरेको आविष्कार गरेको जुन वेट भन्ने वैज्ञानिकले 1833 मा यसको आविष्कार गरे बेलायतमा र
1863 मा उनको भारत एक्सटिङ्ग्विसरबाट आगो निभाउने क्रममा दिमागमा नराख्दा दिमागमा सही दिमाग नचलाउँदाखेरि उनको आगोमै गरेर उनको मृत्यु भएको थियो हो। नेपालमा 1994 मा श्री 3 युद्ध शमशेर राणाको पालामा बारुद यन्त्र भनेर अफिस खोलियो नेपालमा, अहिले पनि छ। पहिला आदि त्यहाँ पुलिस स्टेसन ठुल्ठुलो ठाउँहरूमाथि ताबेल झुन्ड्याएर झुन्ड्याएर बाल्टिङमा बालुवा भरेर राखिन्थ्यो। अहिले पछि त्यसको चाहिँ अब त्यसलाई भेरिफाई गर्दा गर्दै अहिले फायर एक्सटिङ्ग्विसर उत्पादन भएर चाहिँ फायर एक्सटिङ्ग्विसर आयो। ठुलो कारखाना ठुल्ठुलो मेडिकल कलेजहरू चाहिँ अब हस्पिटल हुने उसमा चाहिँ यो फायर एक्सटिङ्ग्विसर अहिले अति आवश्यक छ, प्रत्येक घर घरमा आवश्यक छ। कुरो बुझिन्छ। अब सर्वप्रथम फायर एक्सटिङ्ग्विसर केलाई भनिन्छ? एक्टिभ फायरलाई एक्सटिङ्ग्विसर गर्न कसरी भनिन्छ है? एक्टिभ फायरलाई एक्सटिङ्ग्विसर गर्नको लागि बनाइएको एक कन्ट्रोल मेजरलाई फायर एक्सटिङ्ग्विसर भनिन्छ। एक्टिभ फायर भनेको जो गर्नु स्टार्ट गरिदिनु। अहिले भरे सम्झाउनु बरु बल्दै गर्छ खल्ली। सुन, अहिले अर्को कुरो के छ भने यो 5 प्रकारका आउँछ। फन टाइप फायर एक्सटिङ्ग्विसर, वाटर टाइप फायर एक्सटिङ्ग्विसर, एबिसी ड्राई पाउडर फायर एक्सटिङ्ग्विसर, CO2 कार्बन डाइअक्साइड फायर एक्सटिङ्ग्विसर र वेट केमिकल फायर एक्सटिङ्ग्विसर। हामीले अहिले प्रयोग गरेको यो फायर एक्सटिङ्ग्विसर ड्राई पाउडर फायर एक्सटिङ्ग्विसर हो। यसमा पहिला एबिसी एक्सटिङ्ग्विसर हुन्थ्यो। किन नाम एबिसी एकै ठाउँ सम्मिश्रण गरेको छ? यसमा ए भनेको ए टाइपको आगो। यो कुन टाइपको आगो हो? ए टाइपको आगो। ए टाइपको आगो काठ दाउरा आदि प्लास्टिकहरूमा आगो निस्केको आगोलाई ए टाइपको आगो भनिन्छ। बी टाइपको आगो भनेको तपाईँको तरल पदार्थमा केरोसिन पेट्रोल हुन्छ नि डिजलहरूमा लागेकोलाई बी टाइपको